मलाई हामीले अघिल्लो भिडियोमा यो रुकुम पूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो। हिमाली जिल्ला मात्र हैन, यो अर्गानिक घोषणा भएको जिल्ला पनि हो। यहाँ हामीले चाहिँ कुनै किसिमका कुनै पनि उत्पादनमा कुनै पनि किसिमका विषादीहरूको प्रयोग गरिँदैन, कीटनाशकहरूको प्रयोग गरिँदैन, युरिया मलदेखि लगेर कुनै पनि कुराको चाहिँ हामीले प्रयोग गर्दैनौँ। बरु हामी चाहिँ जे कुरा छ, जे उत्पादन भएको छ, सबै उत्पादनहरू हाम्रा अर्गानिक छन्। के छ यसमा अनुभव तपाईँको? यो अर्गानिक उत्पादन गर्दाखेरिका चुनौती पनि होला नि फेरि? हामीले यसका चुनौतीहरू पनि छन् र यसको खुसीको कुरा चाहिँ के छ भने हाम्रो परम्परा कालदेखि नै हाम्रो यहाँको जो हाम्रो अग्रजहरू पुर्खाहरूले हैन उत्पादन गर्दै आएको खेती प्रणाली अनुसार उहाँहरूले पनि कुनै चाहिँ रासायनिकयुक्त चाहिँ मलहरू, विषादीहरू कुनै चाहिँ त्यस्तो चाहिँ प्रयोग गर्नु हुँदैन थियो। प्राङ्गिक मलहरू मात्रै प्रयोग हुन्थ्यो। अहिले चाहिँ विशेष गरेर गाई बस्तुको भनौँ न, गोठे मलहरू, बाख्राको मलहरू, भैँसीको मल, गाईको मल हैन, कम्पोस्ट मल यिनी चाहिँ प्रयोग गरिन्थ्यो। केहीलाई चाहिँ निरन्तरता दिँदै हाम्रो जिल्लाले पनि के गर्यो त भन्दाखेरि यो अर्गानिक जिल्ला घोषणा गरेको छ। प्रदेशले नै हो, प्रदेश सरकारले अर्गानिक जिल्ला भनेर घोषणा गरेको छ। अर्गानिक जिल्ला भनेर चाहिँ घोषणा गर्यो र यहाँ जति पनि चाहिँ कृषि उपज चिजहरू वस्तुहरू चाहिँ छन् ती सबै चाहिँ अर्गानिक छन्। सबै अर्गानिक छन् हो, सबै अर्गानिक छन्। यसकारण यो स्वास्थ्यको निम्ति पनि अर्गानिक उत्पादनहरू धेरै महत्त्वपूर्ण छन्, औषधि साबित छन् हैन। यसकारण तपाईहरु सबैले अर्गानिक तवरले उत्पादन भएको कृषि उत्पादनका सबै वस्तुहरू कृषि उपज तपाईहरुले ढुक्क ढङ्गले प्रयोग गर्न सक्नुहुन्छ। यसमा हरेक हिसाबले अर्गानिक वस्तुहरू हामीले उत्पादन गरिराखेका छौँ। रुकुम पूर्वको उत्पादन भनेर भनेपछि यो अर्गानिक हो भन्ने कुरा सबैले त्यसले दिमागमा राख्नु पर्यो। किनकि यहाँ युरिया मल पनि आउँदैन, बेच्न पनि पाउँदैन, ल्याउन पनि पाउँदैन, पूर्ण रूपमा प्रतिबन्धित छ भने हाम्रा सबै उत्पादनहरू अर्गानिक छन्। यो जिल्लाभरिमा मेरो मात्र नभएर जिल्लाभरिमा उत्पादन हुने जति कृषि उपजहरू चिजहरू छ त्यो सबै चाहिँ अर्गानिक छन्। यसकारण रुकुम पूर्वको उत्पादन भनेर भन्न बित्तिकै तपाईँले ढुक्क ढङ्गले प्रयोग गर्नुहोस्, ती सबै अर्गानिक हुन्। तर यति कुरा बुझ्नुहोस् कि त्यो उत्पादन रुकुम पूर्वको हो कि होइन भन्ने कुरा चाहिँ कन्फर्म गर्नुहोस्, जान्नु पर्यो, थाहा पाउनु पर्यो। र त्यसको सूचना यो हो कि होइन भन्ने कुरा कुन स्टोरमा कहाँ गयो भन्ने कुरा चाहिँ तपाईँहरूले यो स्टोरमा भएको सामान रुकुम पूर्वको हो कि होइन भनेर सोध्नुभयो भने हामी बताइदिन सक्छौँ जिल्लाभरिको। यस कारण तपाईँहरूलाई फेरि पनि त्यो दोस्रो भिडियोमा हामीले अर्गानिक जिल्लाको अर्गानिक उत्पादनको बारेमा जानकारी गरायौँ। रुकुम पूर्वको उत्पादन भन्न बित्तिकै प्रदेश सरकारले नै घोषणा गरेको अर्गानिक जिल्ला हो र अर्गानिक कृषि उपजहरू हाम्रा कृषि उत्पादनहरू छन्। हाम्रा वस्तुहरू कृषि उत्पादित वस्तुहरू अर्गानिक रूपमा उत्पादित भएका हुन् र तपाईँहरूले ढुक्कसँग प्रयोग गर्नुहोस् र शङ्का लागेमा फेरि हामीलाई सोध्नुहोस्, हामी जानकारी दिनेछौँ। रुकुम पूर्व अर्गानिक जिल्लाबाट नमस्कार, बाई बाई।